रुमहरू सफा गर्नु भनेर थर्काइदिए भाउजूले त्यही भयो। मैले अब भाउजूहरूको हेर्छु यहाँ दिदीहरूको हेर्छु बच्चा बच्ची कराएको देखेर म त झ्याउ लाग्छ तलदेखि फुलेको गुलाबको फुललाई हेर्नु न यहाँ राखेर सजाउन। हेलो गाइज वेलकम टु माई न्यू भिडियो। आई होप तपाईँहरू सन्चै हुनुहुन्छ होला। म पनि एकदम ठिक छु। म सिर्जना फेरि पनि आइसकेँ न्यू डे अनि न्यू भ्लगको साथमा। साथीहरू आज चाहिँ म आफ्नो घरमा के गर्छु सबै तपाईँहरूलाई एभ्रिथिङ देखाउँछु। 1-2 घन्टामा चाहिँ मेरो काम के हुन्छ सबै कुरा म देखाउँछु। लास्टसम्म हेरेर साथ दिनु होला है त। मेरो नभनौँ मेरो भाउजूको दादाको भिडियोमा म ब्लगमा चाहिँ आज चाहिँ यहाँ पुरा भाउजू मस्तसँग पुरा रुमसुम सफा क्लिन गर्दै हुन्छ। भान्जा भान्जी आएर फोहोर गरेर लास्टै अनि त्यहाँ सरसफाइ गर्दै हुन्छ भाउजू। त्यो पनि छ फेरि अर्को कुरा होस् गरेर बोल्नुपर्ने छ यहाँ अलि धेरै गाह्रो छ। सो त्यसैले गर्दा हेर्दै मेरो दिदीहरू माइन्ड नगर्नु। अलिकति भाइले अलिकति बोलिहाल्यो बोल्न नहुने नबोलिहाल्यो तर केही छैन। अब कामै हाम्रो यही छ बोल्नै पर्ने यस्तै छ। अब यही हो हेर्नुहोस् यहाँ मजाले भाउजू पुरा क्लिन गर्दै हुन्छ एकदम मजाले एकदम। अनि अर्को भयो ब्लग भिडियोमा पनि म अब आफ्नो रुमहरू एकदम बवाल बनाउने अब गर्दैछु। अब तपाईँले त्यो पनि भिडियोहरू पछि गएर हेर्न सक्नुहुन्छ। त्यसैले गर्दा कति फोहोर निक्लिन्छ यहाँबाट है? फोहोर धेरै छ नि भाउजू यार फोहोर भएछ। सोफाको पछाडि धेरै दिनपछि गऱ्यो नि त। त्यो छैन ऊ छैन भाउजू त्यो हातले एउटा पक्रिन नि उसले झाडुले उ गर्ने होला। ए रुइटे जलाइहाले ल बर्बाद छ। फलामको ला किन्नुपर्छ नि फलामको। यही हो हाम्रो दादा भाउजूको रुम चाहिँ यही हो। ओ हेर्नु न म गरिहाल्थेँ मलाई भन्नुहुन्थ्यो म गरिहाल्थेँ। बिस्तारै 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 भित्र तलको त्यसको तलको गोटीहरू खिचिन्छ केही हुन्न। यही हो अनि यो चाहिँ हाम्रो यो चाहिँ फेरि हाम्रो पुरानो घरको अहिलेसम्म लास्ट पुरानो चिज यो अहिलेसम्म चाहिँ रेयर हो है। अलि पाउन गाह्रो छ अहिले यो काठको तर अहिले पाउन गाह्रो छ। धेरै भयो नि 35-36 वर्ष धेरै हो नि 35-36 वर्ष अनि हामी नजन्मेको टाइमको चिज यो अहिलेसम्म हेर्न सक्नुहुन्छ। हाम्रो घरमा पुरानो चिज भने यही मात्रै छ। अरू सबै हाम्रो ठुलबाउले सब बेचेर खाइसके। काठमाडौँ गए जाने बुढीहरू धेरै बनाउने हाम्रो ठुलबाउको बानी। त्यसैले गर्दा अहिले हामी अब के गर्नु यस्तै छ दुःख गरेर सङ्घर्ष गरेर यो जिरोदेखि अलिकति अलिक धेरै त नभनौँ ठिक्कको लेभलमा पुगेछौँ अहिले जोस्। अनि अब भनौँ न है एक हिसाबले कसैले हेप्न नसक्ने कसैले केही नगर्न सक्ने त्यो उसमा बाटोमा अहिले उसमा छौँ हामीहरू। सो त्यही हो रुक्नु बिस्तारै बिस्तारै ल थोरै ए तलदेखि फुलेको गुलाबको फुललाई हेर्नु न यहाँ राखेर सजाउन राखेको क्या यो भाउजूले। नगर्नु भाउजू भनेर फुलहरू चोड्नु हुँदैन टुटाल्नु हुँदैन उ गर्नु हुँदैन भनेको भाउजू मान्दै भनौँ न अब के भन्नु। त्यही हो यस्तै छ जिन्दगी। अब उताको सायद देउता कोठा बनाउने भनेको के बनाउने हो खै खाली छ अहिलेसम्म बनाएको छैन। अब यस्तै छ यही हो दादा भाउजूको रुम। आज मजाले क्लिन गर्दै हुन्छ मैले भनेर फेरि भाउजूले गर्नु न यसरी भाउजूले गर्नु न यसरी मैले भनेर हो यस्तो गर्लाको। मैले भाउजूले कराएँ भाउजू यस्तो फोहोर राख्छ रुमहरू सफा गर्नु भनेर थर्काइदिए भाउजूले त्यही भाउजूले गरिरहेको हुन्छ। त्यही हो भाउजूले गर्दै हुन्छ। तपाईँले गर्नु न हेरौँ न यहाँ फोहोर हेर्नु त कि सब यो भाउजूको कारणले गर्दा यस्तो सरसफाइ नगर्ने भान्जा भान्जी आएर फोहोर गरिदिन्छ नि। हाम्रो भान्जा भान्जी झन् त्यस्तै फेरि बच्चा बच्ची त भइगयो के भने त्यस्तै छ। त्यही हो ए अझै एन्डसम्म हेरेर साथ दिनु होला। सो अब क्लिन हुँदाखेरि कस्तो देखिन्छ बिफोर एन्ड आफ्टर भन्ने तपाईँलाई देखाउँछु म है यो भिडियोमा लास्टसम्म जोडेर बसिराख्नु होला। हेर्नुहोस् गाइस यता पनि गर्दै हुनुहुन्छ किचन फोहोर भएछ। nes अब अलिकति केटीलाई कामै गर्दैन भने नसोच्नु जहिले पनि धेरै काम हुन्छ केटी मान्छेको।
हामीले काम गर्दा अस्ति म भाडा यति धेरै भाडा थियो म धुन यस्तो झ्याउ लाग्यो मलाई तर भाउजूले त्यति डेली धुनुहुन्छ डेली कस्तो हुन्छ होला भाउजूलाई के भन्नु अब केटी मान्छेको काम हुँदैन भने नभन्नुलाई कहिले पनि काम बेसी नै हुन्छ हामीले भन्दा नि बेसी हुन्छ काम 24 घन्टा हाम्रो 12 घन्टा हुन्छ भनेपछि हाम्रो 12 घन्टा केटा मान्छेको 12 घन्टा काम हुन्छ भनेपछि बाहिर गएर तर यो आमी मान्छे घरमा 24 घन्टा काम हुन्छ यति कुरा बुझिराख्नु कहिले पनि आफ्नो बुढीलाई आफ्नो बुहारीलाई ढेट लजन दिने काम नगर्नु काम गरिन के गरिन भने नभन्नुला त्यही भएर नि अहिले मलाई त भनेन हौ पछि बुढी ल्यायो भने त्यस्तो हुँदैन म अहिले जस्तो त्यस्तै हो म पछि पनि खुब देखिरहेको छु बाउजूलाई त बुढी ल्यायो भने चाहिँ यस्तो गर म कहिले के चिज गर्दैन म के चिज गर्दैन केही पनि ल हेर्नु भने यो गाछ हेर्नुहोस् यता माथि जाने सिडी हाम्रो यहाँ भाउजूले उता यो पनि पुरानो घरको तर यति पुरानो त छैन यो छ नि के अरे ऱ्याक किचन ऱ्याक किचन ऱ्याक पनि त्यहाँ फोहोर छ राख्नुपर्छ राम्रोसँग राख्नु होइन सजाय राख्नु छैन हाम्रो बाहिरको भ्यू यस्तो छ यस्तो बबाल भ्यू छ यहाँ त्यहाँ छ त्यो भाइरल भाउजूको घर हो त्यो घर देख्नु भने त्यो भाइरल भाउजूको घर हो यो यहाँ चाहिँ अहिले लाइभ बस्नु चाहिँ के गर्नु खै थाहा छैन देखाइदिने हो सबै देखाइदिने हो ऊ यहाँबाट होइन त्यस्तो होइन है अरूको नाम बेचेर भाइरल हुनु मलाई मन छैन त्यस्तो चाहिँ नहोस् यस्तो नहोस् हेर्नु सधैँ पनि भाउजूको काम छ कि यत्रो गर्दा हेर्नु त त्यत्रो कपडा धोएर माथि सुकाएर आउनु त्यही पनि अझै हेर्नु यहाँ ल त साथीहरू हाम्रो रुम चाहिँ यसरी बनाएर भ्याएँ मैले चाहिँ ट्याक्क सफा भयो अब चाहिँ बल्ल आफ्नो घर जस्तो लाग्यो ट्याक्क लगाएर होइन बच्चा आएर दिनभरि ऊ गर्छन् क्या हल्ला गरेर यहाँ उफ्रेर कस्तो हुन्छ कस्तो कुरै नगर्नु फेरि यस्तो भन्यो भनेर नभन्नु होला म ल साथीहरू हेर्नु है भान्जा भान्जी आयो भने कसरी उफ्रिन्छन् हाम्रो केटाकेटीहरू पुरा उफ्रेर कराएर कुरै नगर्नु के कुरै नगर्नु पागल बनाउँछन् त्यही भएर मैले चाहिँ भिडियो बनाएर राखिदिएको ल दिदीबहिनीहरू छोराछोरीलाई अलि सम्झाएर पठाउनु पऱ्यो है यस्तो नगर्नु मामा घर गएपछि भनेर सम्झाउनु पऱ्यो नि त होइन र राम्रो भयो यही हो साथीहरू आजको काम चाहिँ यति भयो काम त कति हुन्छ कति तर अलिकति क्लिप मात्रै लिएको हो सो हेरेर साथ दिनुभयो अहिलेसम्म बोर नमानिकन हेरिदिनु भयो त्यसको लागि एकदम धन्यवाद अनि जो जति पुरानो साथीहरू हुनुहुन्छ सबैले भिडियो हेरिदिनु होला भन्न चाहे अनि जति पनि नयाँ हुनुहुन्छ मलाई चिन्नुहुने सबैले माया गरिदिनु होला अनि लाइक सब्सक्राइब गरिदिनु होला कमेन्ट पनि हानिदिनु होला थोरै है त आजलाई यति नै अर्को भिडियोमा फेरि भेटौँला बाई बाई साथीहरू